हे गाइज वेलकम ब्याक टु माई फर्स्ट डे न्यू ब्लगमा स्वागत छ हजुरहरूलाई। साथीहरू आज चाहिँ म मस्तले 10 बजीसम्म सुतिरहेको थिएँ। मेरो दिदीको एक्कासी बनायो, म आउँछु है आज भनेर। त्यसपछि मैले हतार हतार भद्रगल भएको रुम चाहिँ मैले मिलाएर चट्ट चिरी च्याट्ट पारेँ। यस्तो भयो मेरो रुम गुड। अब मैले सामानहरू लिएर आएँ दोकानबाट अनि के मासु सासु यता किनेर लिएर आएँ अनि बनाइ पनि सकेँ। बनाउँदै गरेको भिडियो चाहिँ राख्न पाएन गाइस किनभने बत्ती थिएन आज। लाइन बिना नै अँध्यारोमा मैले हतार हतार गरेर पकाएँ। यसरी खानाहरू बनाइसकेँ, 10 थरी बनाएँ नि त। बनाइसकेपछि दिदीहरू चाहिँ आइपुग्नु भयो। मैले चाहिँ भिडियो गर्छु भनेको टाउकै बिनाको भिडियो गरेको छु क्या, जिउ मात्रै खुट्टा मात्रै देखिरहेछ। अनि फेरि दिदीले के खाम भइरहेछ, तिर्खा मेटिएन भनेर जुस लिएर आइदिएँ। अनि त्यसपछि म चाहिँ यसरी भिडियो गर्दै थिएँ कि गाइस। अलिकति अप्ठ्यारो पनि लागिरहेको थियो क्या, किनभने दिदीको साथी थियो नि त, भरे अनि उसको भिडियो हालौँ कि नहालौँ भरे के भन्छ कि भन्ने भयो नि त। त्यही भएर मैले चाहिँ अलिअलि मात्रै खिचेँ अनि दिदीलाई देखाउँदैछु क्या। यसरी ढुङ्गा हालेर हामीले यो बेडलाई चाहिँ अग्लो बनाएको भनेर पत्ता देखाउँदैछु। अनि दिदीहरूलाई मैले भन्दैछु अब खाना खानु नि त, भोक लाग्यो होला खाना। अनि गाइस म चाहिँ गएँ खाना पस्किनतिर। अनि ला मैले त भिडियो गर्नै बिर्सेछु क्या खाना खाएको त। अनि ठिकै छ होइन, नो वरिज। अब दिदीहरू चाहिँ एकछिन रेस्ट गर्ने अरे। अनि त्यसपछि अनि मैले चाहिँ आमालाई फोन गर्छु। मेरो मोबाइलबाट भिडियो खिच्न नि पाएन किनभने एउटै मोबाइल मात्रै छ नि त मसँग। त्यही भएर अब आमालाई देखाउनु पर्यो, दिदी बहिनी भेट भयो हेर्नु आमा भन्दै म चाहिँ फोन गर्छु गाइस। अनि दिदीहरू खाना खाइओरिसक्यो अनि म दिदीहरूलाई पुऱ्याउनु जाँदैछु गाइस। अनि यो चाहिँ मेरो काम गर्ने ठाउँ हो भन्दै दिदीलाई देखाउँदै थिएँ। दिदीहरू चाहिँ अगाडि सुई हिँड्दै हुनुहुन्छ। तपाईँहरूलाई एउटा कुरा देखाउँछु मैले, मेरो चप्पल हेर्नु न, यहाँ चप्पल 3 वर्ष भइसक्यो कि यो चप्पल लगाएको, चप्पलै चुट्टिदिरह भनेको। यस्तो कुदै जाँदै थिएँ बाटोमा है, चप्पलै चुट्टिरहेको। अब म कसरी जाने भन्दै बिस्तारै हिँड्दै जाँदैछु। फेरि बाटो क्रस त गर्नु पर्यो साथीहरू, डर पनि लाग्दै थियो। फेरि म बिस्तारै गरेर बाटो क्रस पनि गरेँ। अनि त्यसपछि घर गएर नुहाएर कपाल कोर्छु त यति धेरै झर्छ क्या। फेरि अब के गर्ने, मेरो कपालमा के लगाउने हो, के साथीहरू आइडिया भए सेयर गरिदिनु न प्लिज। धन्यवाद साथीहरू, यहाँसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा। साथीहरू सी यू नेक्स्ट भिडियो।